जिल्लाको इतिहासमा 2015 सालदेखि अहिले 2082 साल पुग्दासम्म कुनै व्यक्ति दोहोरो पटक जुम्ली जनताले अनुमोदन गरेका थिएनन्। पहिलोपटक गरिदिनु अहिले भन्न चाहन्छु, अभिमत जसले दिनुभयो, जसले मलाई चुनावमा भोट हालेर सघाउनु भयो, जसले भोट नहालेर बाहिरबाट भोट हाल्दै भन्नुभयो र कसैले सामाजिक सञ्जालमा भिडियो बनाएर प्रचार गरिदिनु भयो र जसले मलाई भोट हाल्नु भएन उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद र आज संसार हेरेर बसेको छ जुम्लाले के निर्णय गर्छ भनेर। विशेष गरेर हामीले चुनावको यो रिजल्ट प्राप्त गर्नमा हाम्रो एउटा कम्बिनेसन पनि मिल्यो। बिर्खा कठायतको पाकोपन, रामानन्द नेउपानेजीको प्लानिङ र गोकर्ण कठायत लगायत गोकर्ण कठायत उपेन्द्र लगायतका सबै जगदीशहरू लगायतका भाइहरूको मेहनत र दुःख, हाम्रो कमल सिंहहरूको लगायत सम्पूर्ण युवाहरू है, फेरि मैले कसैलाई छुटाएको छैन, मेहनत र पत्रकार साथीहरूको निष्पक्षता र जुम्ली जनता दाजुभाइ तथा दिदीबहिनीहरूको माया र यसका साथ तपाईहरूको माया प्राप्त भयो। र आजबाट मैले भने म आजबाट सार्वजनिक व्यक्ति हो, हिजो बेलुकासम्म रापरपा आजबाट सार्वजनिक व्यक्ति हो, सबैको साझा हो, न कुनै दल न कुनै पार्टी र कुनै व्यक्ति, कसैलाई हेरिँदैन, सबैका साझाका साथ अगाडि बढिन्छ। र संसारभर छरिएर जसले सदा राख्नुभयो, जसले साथ र सहयोग दिनुभयो, र विशेष गरेर सबैलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु।